र मैले आज मर्निङको ब्रेकफास्ट चाहिँ यहाँनिर पास्ता बनाएको छु हो। यहाँनिर चाहिँ अब पकाउनु लागि चाहिँ रेडी गर्दैछु। प्याज र खुर्सानी खारेर अब रम्बेर खानेवाला छु है। यसपछि रम्बेर पनि एड गरिदिएँ मैले। र मैले यहाँनिर साग पनि टिपेर मर्निङको लागि रेडी गरिसकेको छु। किनकि यो साग चाहिँ मर्निङ र आफ्टर मात्रै खान्छौँ हामी। अब नाइटमा चाहिँ हामीलाई चाहिँ एकदम ग्यास हुन्छ होइन। तर मन त पर्छ अब खानु सधैँ र हामीले खाँदैनौँ नि त मर्निङ र आफ्टर खाने भनेको चाहिँ। र म त्यो पास्ता पकाइसकेर त्यसमा अलिकति एड गरिदिउँ भने कस्तो हुन्छ कहिले खाएको छैन है साग चाहिँ पास्तामा चाहिँ। र मैले चाहिँ बेसी नै ट्याप भएछ त र मैले चाहिँ हल्का चिसो पानीमा चाहिँ यसलाई भिजाइदिएँ हो। टाँसिँदो रहेछ ज्यादै। मैले चाहिँ किन त चिसो पानी लाएर चाहिँ यसरी यो गरिदिएँ किनभने ट्याप टाँसिन्छ। यसो सोचेँ थुक्पा पनि त यसरी चिसो पानी लाएर नै गर्दा चाहिँ अलिक उयो हुन्छ टाँसिँदैन भनेर चाहिँ सोचेर चाहिँ यो गरेको छु। अब कस्तो हुँदो रहेछ ट्राई गर्नुपर्छ। नटाँसिँदो रहेछ हौ यसरी चिसो पानीमा यो गर्दा चाहिँ। पछि त मैले चिसो पानीमा नलाइकन चाहिँ ढुक्ला गरेर पुरा ढिँडो जस्तै टाँसेँ नि। ठुलो ठुलो कम्पनीतिर मसला फिट्दै हिँड्ने जस्तै हो पास्ताको यो पनि नक्सा पनि बनाएको पनि के बनाएको मेसिनै यस्तो रहेछ क्या। यस्तो त गाडी हुन्छ नि मसला फिट्दै हिँड्ने सेम त्यस्तै देखिरहेछ। ल अब रेडी पनि भइसक्यो। चाइनिजले काँचै खान्छ नि हामीले त साग यहाँनिर लगाएर चाहिँ फर्स्ट टाइम ट्राई गर्दैछु कस्तो हुन्छ है। यो मलाई पनि थाहा छ कस्तो हुँदो रहेछ। यो नयाँ आइटम तर दामी हुँदो रहेछ पास्तामा पनि साग हाल्दाखेरि। अब खाएर हेर्ने चाहिँ कस्तो हुन्छ टेस्ट। ल इस मेरो श्रीमानको खाजा पनि रेडी भयो। पास्तामा साग आज चाहिँ एकदम खै दामी भएछ अरे मिठै हुँदो रहेछ।